यो मैले तपाईले देखाइरहेको छु यतिखेर अमेरिका आउँदा श्रीमानले हालेको सबै पैसा यो सबै जुन छ यो उनको भोइस उनको बोली होइन यो एआई बाट बनाएको भिडियो हो। त म प्ले गरेर देखाउँछु है त। श्रीमानले हालेको सबै पैसा फिर्ता दिन तयार छु, तर मलाई सम्बन्ध विच्छेद चाहिन्छ। अमेरिका आउँदा श्रीमानले हालेको सबै पैसा फिर्ता दिन तयार छु, तर मलाई सम्बन्ध विच्छेद चाहिन्छ। अमेरिका आउँदा श्रीमानले हालेको सबै पैसा फिर्ता दिन तयार छु, तर मलाई सम्बन्ध विच्छेद चाहिन्छ। जति पनि खर्च लागेको छ मलाई म अमेरिका पठाउनको लागि त्यो सबै पैसा म फिर्ता दिन्छु भनेर जुन एउटा अभिव्यक्तिहरू आइरहेको छ त्यो सरासर झुटो हो। किनकि अहिलेको टाइममा भनेको एआई को सिस्टम छ। एआईले जस्तो पनि भिडियोहरू बनाउन मिल्छ र त्यही भिडियोलाई कतिपय मान्छेले सत्य यो भिडियो एकदम सत्य छ एकदम साँचो हो भनेर चाहिँ त्यसलाई विश्वासको रूपमा लिएर जुन बाँडिने कामहरू भइरहेको छ। यो एआई को जुन एउटा जेनेरेसन जुन एउटा भिडियो हो र यसको पछाडि कोही पनि नलाग्नु होला। जुन अहिले मसँग एउटा भिडियो आएको छ र यहाँ म तपाईँलाई देखाउन चाहन्छु र उनको जुन टिकटक आइडीहरू फेसबुक पनि एकदमै त्यो भाइरल बनाउनको लागि र आफूलाई नै भाइरल बनाउनको लागि चाहिँ एउटा नक्कली एउटा खुलेको पनि छ। जुन यसरी जुन एउटा यो मैले तपाईले देखाइरहेको छु यतिखेर जुन यहाँ देख्न सक्नुहुन्छ यो सबै जुन छ यो एआई बाट बनाएको हो। यो किनकि यो उनको भोइस उनको बोली होइन यो एआई बाट बनाएको भिडियो हो। त म प्ले गरेर देखाउँछु है त। श्रीमानले हालेको सबै पैसा फिर्ता दिन तयार छु, तर मलाई सम्बन्ध विच्छेद चाहिन्छ। अमेरिका आउँदा श्रीमानले हालेको सबै पैसा फिर्ता दिन तयार छु, तर मलाई सम्बन्ध विच्छेद चाहिन्छ। अमेरिका आउँदा श्रीमानले हालेको सबै पैसा फिर्ता दिन तयार छु, तर मलाई सम्बन्ध विच्छेद चाहिन्छ। ल यो अमेरिका आउँदा श्रीमानले यो भिडियो यस्तो छ जुन यहाँ चाहिँ भिडियोमा बोलेको छिन् म जति पनि अमेरिका आउँदाखेरि जति पनि लगानी लागेको छ म सबै पैसाहरू फिर्ता दिन्छु भनेर उनले बोलिसकेको छिन्। तर यो होइन उनको आवाज होइन र उनी स्वयंले बोलेको होइन। उनको फोटो या उनको कुनै भिडियो क्लिपलाई चाहिँ एआईबाट चाहिँ रूपान्तर गरेर बनाएको भिडियो हो। र तपाईँ के भन्न चाहनुहुन्छ कहाँदेखि हुनुहुन्छ र उनी कतिको सत्यता छिन् त त्यो कमेन्टमा लेख्नु होला। र उनको गल्ती पनि त्यस्तो होइन। जुन उनको जुन एउटा कसै माथि कोही प्रति उनीसँग चाहिँ कोहीसँग एउटा रेसिपीको कारणले पनि एउटा जुन त्यो जुन सामाजिक सञ्जालमा अहिले जुन एकदमै भाइरल हुन पुगेको छ यो एउटा दुश्मनीको कारणले नै हुन सक्छ। यो पनि किनभने कुनै पनि एउटा चेली विदेशमा गएर जुन आफूले काम गरेको हुन्छ उसलाई आपत परेको हुन्छ एउटा सहयोग माग्ने आफ्नो एउटा काम चलाउने एउटा अलग कुरा हो। तर यो होइन कि कुनै व्यक्तिसँग एउटा दुश्मनी जुन मोलेको छ भने उसले चाहिँ अर्को व्यक्तिसँग केही पैसा लिएको क्रममा त्यो प्रति चाहिँ हेर्ने दृष्टिकोण जुन नराम्रो तरिकाले हेरेर अर्को पक्षले चाहिँ कुरा लगाउने घरमा जुन एउटा यो कारणहरू भइरहेको छ। र त्यही कुरालाई उनको श्रीमानले जुन घरमा विश्वास मानेर जुन चिरोफार गर्दैछन् कि एकदम गलत हो गलत भइरहेको छ भनेर। तर उहाँले जुन उनको श्रीमानले बुझ्न सकेका छैनन् कि उनले के गरिरहेका छिन् त र कस्तो अवस्थामा छिन् र यो लिक कुन तरिकाले भइरहेको छ त्यो बुझ्न चाहेनन्। तर उल्टै आफ्नो श्रीमतीलाई चाहिँ बेइज्जत गर्ने डिभोर्स दिने हरेक कुराहरू भइरहेको छ। किनभने जुन यो जति पनि भिडियोहरू अहिलेको जेनेरेसनमा छ अहिलेको यो बेलामा चाहिँ एआईले जस्तो पनि भिडियोहरू बनाउन सक्छ उनको धेरै 100मा 90% 90-90% को जति पनि भिडियोहरू छ एआईबाट मात्र बनेर र एआईबाट नै एउटा जुन भिडियो फोटोहरू बनेर सामाजिक सञ्जालमा अपलोड भइरहेको छ। र त्यही भिडियो फोटोलाई नै लिएर एउटा जुन विश्वास मानेर अहिले यतिखेर रश्मिलाई
आरोप लगाइरहेका छन् र उनको श्रीमानले पनि यिनले गल्ती गरेका छिन्, यिनले डिभोर्स दिनुपर्छ भनेर एउटा जुन एउटा नकारात्मक एउटा टिप्पणी भइरहेको छ। तपाईँ कहाँबाट हेरिदिनुहुन्छ, के भन्न चाहनुहुन्छ यसको बारेमा तल कमेन्ट लेख्नु होला। हस् त, नमस्कार।